नमस्ते साथीहरु, तपाईहरु प्री टेस्टको तयारी गर्दै हुनुहुन्छ भने यो भिडियो तपाईहरुको लागि छ। यहाँ कार्यालय तथा सार्वजनिक व्यवस्थापनबाट म सुरु गर्छु। कार्यालय तथा सार्वजनिक व्यवस्थापनबाट र यो 7.1 कार्यालयको परिचय, महत्त्व, कार्य र प्रकारबाट सोध्नु पर्ने महत्त्वपूर्ण क्वेशनहरु यहाँ चाहिँ म सिलेक्सन गरेको छु। तपाईहरु यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला है। सबभन्दा पहिलो क्वेशन, संस्था संगठनको निर्धारित उद्देश्य प्राप्तिका लागि योजना बनाउने, संगठन गर्ने, अभिलेख राख्ने, समन्वय गर्ने, निर्देशन दिने, नियन्त्रण गर्ने, उत्प्रेरणा दिने जस्ता महत्त्वपूर्ण कागजी तथा व्यवस्थापकीय कार्यहरू सफल रूपमा सम्पादन गर्ने प्रशासनिक स्थानलाई के भनिन्छ? यहाँ अप्सन रहेको छ कार्यालय, अदालत, अड्डा, मैदान। ल तपाईहरु कमेन्ट गर्नु है। अनि यसको सही आन्सर के हुन्छ त? कार्यालय हुन्छ है। तपाईहरु नोट पनि गर्दै जानु होला। कार्यालय हुन्छ यसको सही आन्सर। अनि त्यसपछि 2 नम्बरको क्वेशन के रहेको छ? संगठनको लक्ष्य तथा उद्देश्य अनुसार कार्यालयले गर्ने कार्यहरू पनि भिन्न भिन्न रहने गर्दछ। समग्रमा कार्यालयबाट हुने कार्यलाई कति भागमा विभाजन गर्न सकिन्छ? है, समग्रमा कति भागमा विभाजन गर्न सकिन्छ? ल यसको सही आन्सर हुन्छ के 2 भागमा गर्न सकिन्छ है। अनि त्यसपछि 3 नम्बर क्वेशन, कार्यालयमा सम्पादन गर्ने कार्य तलका मध्ये कुन कुन हुन्? है। अनि अप्सन ए आधारभूत तथा नियमित प्रक्रियाका कार्यहरू, व्यवस्थापकीय तथा प्रशासकीय प्रकृतिका कार्यहरू हैन। अनि सी नम्बर ए र बी दुवै माथिका कुनै पनि होइन। ल यसको सही आन्सर के हुन्छ? यसको सही आन्सर हुन्छ यो अप्सन सी, किनकि यो दुवै हो है। आधारभूत तथा नियमित प्रक्रियाका कार्यहरू र व्यवस्थापकीय तथा प्रशासकीय प्रक्रियाका कार्यहरू। तपाईहरु नोट गर्दै जानु होला है। अनि त्यसपछि क्वेशन नम्बर यहाँ 4 मा आउनु। कार्यालयमा सम्पादन गर्ने आधारभूत तथा नियमित प्रक्रियाका कार्यहरूमा तलको कुन पर्दछ? है, कार्यालयमा सम्पादन गर्ने आधारभूत तथा नियमित प्रक्रियाका कार्यहरूमा तलको कुन पर्दछ? अप्सन ए आधुनिक सूचना प्रणालीको अवलम्बन गर्नु, सूचनाहरूलाई संशोधन र व्यवस्थित गर्नु, खर्च नियन्त्रण सम्बन्धी कार्य गर्दै सम्पत्तिको सुरक्षा गर्नु, कार्यालय प्रणाली र कार्यविधिको विकास गर्नु। ल यसको सही आन्सर के हुन्छ? तपाईहरु कमेन्ट गर्नु होला है। अनि यसको सही आन्सर अप्सन बी हुन्छ, सूचनाहरूलाई संशोधन र व्यवस्थित गर्नु है। अनि त्यसपछि क्वेशन नम्बर 5, कार्यालयमा सामान्यतया के कार्यहरू गरिन्छ? अप्सन ए सेवा प्रवाह सम्बन्धी कार्य, सूचना प्राप्त तथा सङ्कलन सम्बन्धी कार्य, कार्यालय प्रणाली र कार्यविधिको विकास सम्बन्धी कार्य, माथिका सबै। तपाईहरु कमेन्ट गर्नु के हुन्छ? कार्यालयमा सामान्यतया के कार्यहरू गरिन्छ? है, यसको सही आन्सर हुन्छ माथिका सबै। यो सबै कार्यहरू कार्यालयमा गर्ने गरिन्छ है। अब क्वेशन नम्बर यहाँ 6, कार्यालयमा सम्पादन गर्ने सहायक व्यवस्थापकीय तथा प्रशासनिक प्रक्रियाका कार्यहरूमा तलको कुन पर्दछ? क्वेशन नम्बर 6, कार्यालयमा सम्पादन गर्ने सहायक वा व्यवस्थापकीय तथा प्रशासनिक प्रक्रियाका कार्यहरूमा तलको कुन पर्दछ? ल अब यता आउनु, अप्सन हेर्नु के छ। अप्सन रहेको छ कार्यालयको समग्र व्यवस्थापन गर्नु, सूचनाहरूलाई संशोधन र व्यवस्थित गर्नु, सूचना प्राप्त तथा सङ्कलन गर्नु, प्राप्त सूचना तथा जानकारीहरूको अभिलेख राख्नु। क्वेशन के थियो त? कार्यालयमा सम्पादन गर्ने सहायक वा व्यवस्थापकीय तथा प्रशासनिक प्रक्रियाका कार्यहरूमा तलको कुन पर्दछ? यसको सही आन्सर कमेन्ट गर्नु है। यसको सही आन्सर हुन्छ अप्सन ए कार्यालयको समग्र व्यवस्थापन गर्नु है। अनि त्यसपछि प्रश्न नम्बर 7, सामान्यतया कार्यालयमा के कुराहरू हुन्छ? सामान्यतया कार्यालयमा के कुराहरू हुन्छ? अप्सन ए कर्मचारी, बी चाहिँ के छ? यसमा चाहिँ प्रविधि हो है, सञ्चार प्रविधि। त्यसपछि सीमा जनशक्ति अनि डीमा माथिका सबै। यसको सही आन्सर हुन्छ माथिका सबै। त्यसपछि अप्सन डी दैनिक कार्य सञ्चालनको सिलसिलामा कार्यालयमा कुन कार्य गरिन्छ? है, दैनिक कार्य सञ्चालनको सिलसिलामा कार्यालयमा कुन कार्य गर्ने गरिन्छ? यसको सही आन्सर के हुन्छ त? माथिका सबै। अप्सनमा दर्ता र चलानी, बीमा चाहिँ कार्यालय योजना तथा नीति निर्माण, सीमा अभिलेख व्यवस्थापन है। त्यसपछि प्रश्न नम्बर 9,
प्रश्न नम्बर 9 मा के छ तलका मध्ये कुन चाहिँ कार्यालय स्थायी प्रक्रिया हुँदैन स्थायी प्रकृतिको सरी तलका मध्ये कुन चाहिँ कार्यालय स्थायी प्रकृतिको हुँदैन है यसको अप्सन ए मन्त्रालय स्थानीय निकाय कार्यालय परियोजना कार्यालय विभाग अनि यसको सही आन्सर के हुन्छ त यसको सही आन्सर हुन्छ परियोजना कार्यालय है परियोजना कार्यालय अनि त्यसपछि प्रश्न नम्बर 10 मा के छ तलको कुन भनाइ सही छ मानव शरीरको लागि मुटु र मस्तिष्क जति महत्त्वपूर्ण हुन्छ समग्र संगठनका लागि कार्यालय त्यति नै महत्त्वपूर्ण हुन्छ अप्सन ए अप्सन बी कार्यालय ग्राहक र व्यापारी उत्पादक र उपभोक्ता सेवाग्राही र सेवा प्रदायक तथा सरकारी अर्थमा भन्नुपर्दा सरकार र जनता भेट हुने स्थान हो अप्सन सी दैनिक र भएपरि आउने कार्य उपयुक्त तवरले सञ्चालन गर्ने स्थान कार्यालय हो मेरो विचारमा त सबै ठिक छ है अनि तपाईहरुको विचारमा के छ एकचोटी कमेन्ट गर्नु होला है यसमा चाहिँ यसको सही आन्सर हुन्छ डी माथिको सबै प्रश्न नम्बर 11 कार्यालयको महत्त्व कुन होइन जनसम्पर्क केन्द्र समन्वय केन्द्र सेवा केन्द्र मिलन केन्द्र है यसको सही आन्सर के हुन्छ त मिलन केन्द्र यो कार्यालय भनेको मिलन केन्द्र होइन है प्रश्न नम्बर 12 कार्यालयले सम्पादन गर्ने काम अन्तर्गत कुन पर्दैन अप्सन ए कर्मचारी व्यवस्थापन गर्ने दर्ता तथा चलानी गर्ने सी मा योजना निर्माण एवं कार्यान्वयन गर्ने डी मा चाहिँ कानुन निर्माण गर्ने यसको सही आन्सर के हुन्छ त कानुन निर्माण गर्ने अनि त्यसपछि प्रश्न नम्बर 13 कार्यालयको भूमिका वा महत्त्वहरुमा तलको मध्ये कुन पर्दछ यसमा चाहिँ के हुन्छ त अप्सन ए मा चाहिँ स्मरण केन्द्र जनसम्पर्क केन्द्र अनि सी मा चाहिँ सूचना केन्द्र र डी मा माथिका सबै यसको सही आन्सर हुन्छ के हुन्छ यसको सही आन्सर त माथिको सबै हुन्छ त्यसपछि प्रश्न नम्बर 14 मा के छ त शासकीय संरचनाको कार्यालय तलका मध्ये कुन हो अप्सन ए स्थानीय कार्यालय प्रादेशिक कार्यालय केन्द्रीय कार्यालय माथिका सबै यसको सही आन्सर के हुन्छ त यसको पनि माथिका सबै हुन्छ 15 शासकीय संरचनाको कार्यालय तलका मध्ये कुन हो हैन अनि यसको चाहिँ सही आन्सर के हुन्छ त सबभन्दा पहिले अप्सन हेर्नु ए को स्थानीय कार्यालय बी को प्रादेशिक कार्यालय सी को केन्द्रीय कार्यालय र डी को माथिको सबै अब यसको पनि के हुन्छ त माथिको सबै हुन्छ तपाईहरु के गर्नु होला नोट गर्दै जानु होला है म फास्ट किन गरिरहेछु कि भिडियो चाहिँ लङ नहोस् है लामो भिडियो नहोस् त्यही भएर म फास्ट गर्दै गइरहेछु तपाईहरु के गर्नु होला त नोट गर्दै जानु होला त्यसपछि प्रश्न नम्बर 16 उपस्थितिको कार्यालय तलका मध्ये कुन हो ए मा अप्रत्यक्ष कार्यालय बी मा प्रत्यक्ष कार्यालय सी मा चाहिँ ए र बी दुवै डी मा कुनै पनि होइन यसको सही आन्सर के हुन्छ त सी हुन्छ ए र बी दुवै अप्रत्यक्ष कार्यालय र प्रत्यक्ष कार्यालयमा के हुन्छ त उपस्थितिको कार्यालय तलका उपस्थितिको कार्यालय भन्ने पर्दछ त्यसपछि अप्सन भनेको प्रश्न नम्बर 17 समितिको कार्यालय तलका मध्ये कुन हो हैन अनि अप्सन सरकारी कार्यालय निजी कार्यालय हैन सी मा ए र बी दुवै र कुनै पनि होइन यसको सही आन्सर के हुन्छ त यो पनि ए र बी दुवै हुन्छ किनकि यहाँ चाहिँ सरकारी कार्यालय निजी कार्यालय दुवै पर्दछ समितिको कार्यालयमा त्यस्तै 18 मा सरकारी कार्यालयको उद्देश्य तलका मध्ये कुन होइन अप्सन ए सेवाग्राहीको चाहना अनुसारको सेवा प्रवाह गर्नु सार्वजनिक प्रशासनलाई मितव्ययी सुशासन योग्य बनाउनु मुनाफा आर्जन गर्नु सामाजिक आवश्यकता अनुसार न्यून शुल्क वा निशुल्क सेवा प्रवाह गर्नु हैन यसको सही आन्सर के हुन्छ त भन्नु त मुनाफा आर्जन गर्नु सरकारी कार्यालयको उद्देश्य के हुन्छ त मुनाफा आर्जन गर्नु होइन यो हुँदैन यसमा के दिएको छ कुन होइन भनेको मुनाफा आर्जन त गर्ने उद्देश्यले खोलेको हुँदैन यो चाहिँ के हुन्छ सेवाग्राहकको चाहना अनुसारको सेवा प्रवाह गर्नु उद्देश्य हुन्छ यो तीनवटा चाहिँ उद्देश्य त्यसको रहेको छ त्यसै यहाँ क्वेशन नम्बर 19 सरकारी कार्यालयका स्वरूपहरू तलका मध्ये कुन चाहिँ हो ल अब यसको चाहिँ अप्सन हेर्नु अप्सन नम्बर के छ त संघीय कार्यालय प्रादेशिक कार्यालय स्थानीय कार्यालय माथिका सबै प्रश्न के थियो त सरकारी कार्यालयका स्वरूपहरू तलका मध्ये कुन चाहिँ हो यसको सही आन्सर के हुन्छ त यसको सही आन्सर हुन्छ माथिका सबै किनकि संघीय कार्यालय प्रादेशिक कार्यालय स्थानीय कार्यालय सबै पर्छ त्यस्तै यहाँ प्रश्न नम्बर 20 कुन भनाइ गलत छ ल यो चाहिँ राम्रोसँग हेर्नु होला एकदम महत्त्वपूर्ण क्वेशन छ ए नम्बर जनताको सेवालाई केन्द्रबिन्दुमा राखी स्थापित कार्यालय सरकारको नीति उद्देश्य र नियम बमोजिम सरकारी काम कारबाही सम्पादन हुने कार्यालय नै सरकारी कार्यालय हो बी मा वस्तु तथा सेवा उत्पादन गर्दै व्यवसाय वा सेवा सञ्चालन गरी उपभोक्तालाई छनौटको अवसर उपलब्ध गराउने मुनाफामुखी कार्यालयहरूलाई निजी कार्यालय भनिन्छ सी मा व्यवसाय केन्द्रित परियोजनाले निजी कार्यालयहरू स्थापित हुने
गर्दछन् भने मुनाफा आर्जन गर्ने हेतुले सरकारी कार्यालय सञ्चालन गरिन्छ। अप्सन डी, सरकारी र निजी दुवै कार्यालयहरू संविधान तथा कानुनबाट निर्देशित हुन्छ। होइन, यसको सही आन्सर के हुन्छ त? सी हुन्छ। व्यवसाय केन्द्रित परियोजनाले निजी कार्यालयहरू स्थापित हुने गर्दछन् भने मुनाफा आर्जन गर्ने हेतुले सरकारी कार्यालय सञ्चालन गरिन्छ। यो भनेको गलत हो है। यसमा के भनेको छ? कुन भनाइ गलत छ है, त्यही भएर यो हुन्छ। किनकि के हुन्छ? सरकारी कार्यालय चाहिँ मुनाफा आर्जन गर्नको लागि त खोलेको हुँदैन, त्यही भएर अप्सन सी हुन्छ। त्यस्तै प्रश्न नम्बर 21, शासकीय संरचनाका आधारमा कार्यालयलाई कति भागमा विभाजन गर्न सकिन्छ? होइन, यसको सही आन्सर के हुन्छ त? अप्सन बी। त्यस्तै कार्यालयका स्वरूपहरू तलका मध्ये कुन चाहिँ हो? अप्सन ए केन्द्रीय कार्यालय, बी प्रादेशिक कार्यालय, सी स्थानीय कार्यालय, डी माथिका सबै। होइन, यसको सही आन्सर के हुन्छ त? माथिका सबै। केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय, स्थानीय कार्यालय सबै पर्छ। त्यस्तै प्रश्न नम्बर 23, निजी कार्यालयको विशेषताहरू तलका मध्ये कुन हो? होइन, अप्सन ए नाफामुखी हुने, सीमित क्षेत्र ओगट्ने, बढी नतिजामुखी हुने, माथिका सबै। यसको सही आन्सर के हुन्छ? यसको पनि के हुन्छ त? माथिका सबै। त्यस्तै प्रश्न नम्बर 24, सरकारी कार्यालयको विशेषता तलका मध्ये कुन हो? सेवामुखी हुने, बढी प्रक्रियामुखी हुने, बृहत क्षेत्र ओगट्ने, माथिका सबै। यसको पनि के हुन्छ त? माथिका सबै हुन्छ है। यो के छ त? यहाँ चाहिँ विशेषताहरू दिएको छ है। विशेषता यो तीनटै चाहिँ विशेषता भयो है, विशेषता अन्तर्गत पर्छ, त्यही भएर माथिको सबै छ है। तपाईँहरू नोट गर्दै जानु होला है। त्यसपछि 25, कार्यालयको उद्देश्य तलका मध्ये कुन होइन भनेछ है। अप्सन ए कार्यालयका काम कारबाहीमा एकरूपता ल्याउनु, बी सङ्गठनको उद्देश्य तथा लक्ष्य हासिल गर्न सहयोग गर्नु, सी निर्देशन तथा समन्वय गर्नु, डी नीति तर्जुमा तथा प्रभावकारी कार्यान्वयन नगर्नु है। यसको सही आन्सर के हुन्छ त? यो डी हुन्छ है। होइन भनेको नीति तर्जुमा तथा प्रभावकारी कार्यान्वयन नगर्नु भनेको छ। यो त गर्नुहुन्छ नि त, त्यही भएर डी हुन्छ। प्रश्न नम्बर 26, कार्यालयको उद्देश्य तलका मध्ये कुन हो? अप्सन ए व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउनु, बीमा मानवीय साधन र भौतिक व्यवस्थापनलाई एकीकृत गर्नु, सीमा लागतलाई न्यूनीकरण गर्नु, डीमा माथिको सबै। यसको पनि के हुन्छ त? उद्देश्य भनेको सबै हुन्छ नि, माथिको तीनटै ठिक छ, त्यही भएर माथिको सबै हुन्छ है। त्यस्तै अब प्रश्न नम्बर 26, नेपालका कार्यालयका सम्बन्धमा देखा परेका समस्याहरू तलका मध्ये कुन हो? अब यसमा चाहिँ राम्रोसँग ध्यान दिएर हेर्नु होला, सुन्नु होला। एमा कार्यालय सञ्चालन सम्बन्धी स्पष्ट नीति नहुनु, भएका नीतिहरू पनि समन्वय अनुकूल अवधि नगरिनु। त्यस्तै बीमा चाहिँ सङ्घीय संरचना अनुरूपका कानुनहरूको तर्जुमा, संशोधन तथा समयमा परिमार्जन र कार्यान्वयन हुन नसक्नु। सीमा चाहिँ उपयुक्त र भरपर्दो प्रविधिको पहुँच अवलम्बन, विकास तथा अभ्यास नगर्नु। अनि डीमा माथिका सबै। यो पनि के हुन्छ त? सबै हुन्छ, माथिको सबै। यो सबै समस्या के हुन्छ? नेपालको कार्यालयका सम्बन्धमा पर्दछ। त्यस्तै प्रश्न नम्बर 28, नेपालका कार्यालयका सम्बन्धमा देखा परेका समस्याहरू तलका मध्ये कुन होइन? अप्सन ए सङ्गठन तथा व्यवस्थापन संरक्षण वस्तुनिष्ठ र वास्तविक नहुँदा उपयुक्त सङ्गठन संरचनाको विकास र अभ्यास नगर्नु, बीमा चाहिँ नेतृत्वमा समक्षता नहुनु, नवीन व्यवस्थापकीय मूल्य मान्यताको अवलम्बन नगर्नु, सीमा चाहिँ कार्यालय भवन होइन पर्याप्त र वैज्ञानिक हुनु। त्यस्तै डीमा चाहिँ आर्थिक भौतिक वित्तीय तथा मानवीय स्रोत साधनको अच्युत प्रबन्ध हुन नसक्नु। अब यसको सही आन्सर के हुन्छ त? यो सी हुन्छ, कार्यालय भवन पर्याप्त र वैज्ञानिक हुनु। प्रस्त यहाँ चाहिँ टाइपिङ मिस्टेक भएको छ, वैज्ञानिक हुनु। ल, पर्याप्त र वैज्ञानिक हुनु, अच्छा उपयुक्त र वैज्ञानिक हुनु अथवा प्राविधिक र वैज्ञानिक हुनु, त्यो पनि भइहाल्छ है। अब आउनु प्रश्न नम्बर 29। प्रश्न नम्बर 29 मा के छ? नेपालका कार्यालयका सम्बन्धमा रहेका समस्याहरूको समाधानका उपायहरू तलका मध्ये कुन हो? हैन, अब अप्सन एमा सङ्घीय संरचना अनुरूपका कानुनहरूको तर्जुमा, संशोधन तथा समयमा परिमार्जन र कार्यान्वयन गर्ने, बीमा उपयुक्त र भरपर्दो प्रविधिको पहुँच अवलम्बन, विकास तथा अभ्यास गर्ने, सीमा आर्थिक भौतिक वित्तीय तथा मानवीय स्रोत साधनको अच्युत प्रबन्ध गर्ने, अनि डीमा माथिको सबै। अब यसको सही आन्सर के हुन्छ त? हैन, यसको सही आन्सर के हुन्छ त? अब यसको सही आन्सर चाहिँ ए पनि ठिक छ, बी पनि ठिक छ, सी पनि ठिक छ र माथिको सबै हुन्छ है। त्यस्तै प्रश्न नम्बर 30, नेपालका कार्यालयका सम्बन्धमा रहेका समस्याहरू समाधानका उपायहरू तलका मध्ये कुन होइन? ल, अप्सन एमा कार्यालय सञ्चालन सम्बन्धी सुस्पष्ट नीति निर्माण तथा भएका नीतिहरूलाई समय अनुकूल अवधिक गर्ने, बीमा नेतृत्वमा सक्षमता
नवीन व्यवस्थापकीय मूल्य मान्यताको अवलम्बन नगर्ने, मानव संसाधन व्यवस्थापनका अवयवहरूमा पर्याप्त महत्त्व दिई कर्मचारीमा व्यावसायिक दक्षता र उत्प्रेरणा अभिवृद्धि गर्ने, डीमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण वस्तुनिष्ठ र वास्तविक बनाई उपयुक्त सङ्गठन संरचनाको विकास र अभ्यास गर्ने। ल यसको सही एन्सर के हुन्छ त? यो बी हुन्छ, नेतृत्वमा क्षमता होइन, नवीन व्यवस्थापकीय मूल्य मान्यताको अवलम्बन नगर्ने है। यसको के छ तरको मतलब कुन होइन, यो पर्दैन है। ल त्यस्तै अब प्रश्न नम्बर 31, कार्यालय शब्द कुन शब्द मिलेर बनेको हुन्छ? अब अप्सन ए कार्य प्लस आलय, कार्य प्लस लय, क्रिया प्लस आलय, क्रिया प्लस लय। यसको सही एन्सर के हुन्छ त? कार्य प्लस अलय। त्यस्तै 32, कार्यालय शब्दको शाब्दिक अर्थ के हुन्छ? एमा सम्पादन गर्ने स्थान, निर्माण गर्ने स्थान, कार्य गर्ने स्थान, योजना बनाउने स्थान। अब यसको सही एन्सर के हुन्छ त? कार्य गर्ने स्थान हुन्छ। त्यस्तै 33, राज्यका अङ्गका आधारमा सरकारी कार्यालयलाई भागमा कति भागमा विभाजन गर्न सकिन्छ? अब यसको सही एन्सर के हुन्छ त? 3 भागमा गर्न सकिन्छ है। अब 34, राज्यका संरचनागत आधारमा सरकारी कार्यालयलाई कति भागमा विभाजन गर्न सकिन्छ हैन? यो पनि के हुन्छ? त्यही हो, यो राज्यको अङ्गका आधारमा तिनै प्रकारमा विभाजन गर्न सकिन्छ र राज्यको संरचनाका आधारमा पनि तिनै प्रकारमा विभाजन गर्न सकिन्छ। अब त्यस्तै 35 नम्बर क्वेसन, कार्यालयको महत्त्व तलका मध्ये कुन पर्दैन? एमा सेवा वितरण, बीमा समन्वय केन्द्र, सीमा मिलन केन्द्र, डीमा सहयोग प्रदायक। यसको सही एन्सर के हुन्छ त? ल भन्नुहुन्छ तपाईँहरू, यसको सही एन्सर हुन्छ अब यो सेवा वितरण, समन्वय केन्द्र, मिलन केन्द्र हुन्छ है। कार्यालयको महत्त्व तलका मध्ये कुन पर्दैन? मिलन केन्द्र होइन हैन। 36, कार्यालयको सबैभन्दा महत्त्वपूर्ण पक्ष कुन हो? ल अप्सन ए काम, कार्य सम्पादन, बी बजेट, कर्मचारी, स्रोत साधन है। कार्यालयको सबैभन्दा महत्त्वपूर्ण पक्ष कुन हो? ल 36 को सही एन्सर के हुन्छ त? कार्य भनेको काम, कार्य, सम्पादन। र 37, तलका मध्ये कुन स्थायी कार्यालय होइन? भनेको एमा परियोजना कार्यालय, संस्थान, मन्त्रालय, विभाग हैन। यसको सही एन्सर के हुन्छ त? परियोजना कार्यालय। अनि 38, तलका मध्ये कार्यालयको आधारभूत कार्य कुन हो? जनसम्पर्क, स्रोत व्यवस्थापन, योजना निर्माण, कार्यालय रूपाङ्कन हैन। यसको सही एन्सर के हुन्छ त? स्रोत व्यवस्थापन। अनि प्रश्न नम्बर 39, आकारका आधारमा सरकारी कार्यालयलाई कति भागमा विभाजन गर्न सकिन्छ हैन? यो पनि के हुन्छ त? यो तिनै प्रकारमा विभाजन गर्न सकिन्छ है। ल थ्याङ्क यू साथीहरू, तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो एकचोटि कमेन्ट गर्नु होला। र यो भिडियो फास्ट गर्नुको कारण के थियो त? कम समयमा चाहिँ बढी चाहिँ क्वेसन गर्न सकोस् भनेर चाहिँ फास्ट गरेको थियो। अब यो 39 वटा क्वेसन छ, यो चाहिँ राम्रोसँग गऱ्यो भने यहाँबाट नै धेरै क्वेसनहरू इक्जाममा के हुन्छ त? लड्न सकिन्छ। त्यही भएर यो क्वेसन एकदम इम्पोर्टेन्ट छ, महत्त्वपूर्ण छ। त्यही भएर यो क्वेसनलाई तपाईँहरू के गर्नु होला त? नोट बनाएर चाहिँ एकचोटि रिडिङ गर्नु होला, पढ्नु होला है। अनि अब अर्को भिडियो चाहिँ कुन टपिकमा हुन्छ त? म तपाईँहरूलाई अगाडि नै भनिदिन्छु। अर्को भिडियो चाहिँ कार्यालयमा सञ्चारको महत्त्व, किसिम र साधन भन्ने टपिकमा हुन्छ। यहाँ चाहिँ रहेको छ, हामीले चाहिँ यो आज सकायो हैन, यो कार्यालयका परिचय, महत्त्व र कार्य प्रकार। अनि अर्को चाहिँ भिडियो के हुन्छ त? कार्यालयमा सञ्चारको महत्त्व, किसिम र साधन। तपाईँहरू कमेन्ट गर्नु, यो टपिकमा म यस्तै किसिमको चाहिँ भिडियो बनाऊ कि नबनाऊ हैन। तपाईँहरू एकचोटि कमेन्ट गर्नु होला, त्यसपछि हैन म चाहिँ अवश्य बनाएर चाहिँ राख्छु। आजको लागि यतिकै। हस्, नमस्कार, धन्यवाद।